आजभन्दा 10 महिना अगाडि यो दुलाल थोक पेट्रोल पम्प अगाडिको घरमा चाहिँ मैले एकदमै धेरै सामान हालेको थिएँ। यसमा दराज, टिभी क्याबिनेट, सोफा, किचन, कार्पेट, पर्दा सबै सामान घरबेटीले जे सामान भनेको छ त्यही सामान मैले हालिदिएको थिएँ। उहाँले सुरुमा के भन्नुभएको थियो भने मलाई 1.5 लाख रुपियाँ पैसा पुगेन भने तिमीले एक डेढ महिना हेरिदिनुपर्छ भनेको थिएँ। ल हुन्छ 1.5 महिना म मजाले हेर्न सक्छु, 1.5 महिनापछि चाहिँ हजुरले मलाई पैसा दिनुपर्छ भन्दाखेरि यताउति मेरो उठ्ने छ, म तिमीलाई पैसा दिइहाल्छु, दसैँको टाइममा तिम्रो मिस्त्री घर पठाउन मलाई खाँचो गर्दिन नि भनेको थियो। अहिलेसम्म मैले पटक पटक पैसा माग्न जाँदाखेरि चाहिँ घरवालाले मलाई विभिन्न धम्की दिने, तेरो सामान लैजा, यस्तो उस्तो। अब लगेर 10 महिना अगाडि घरमा युज गरेको सामान कसैले ल्याउन सक्छ? अरूको पैसा दिन नसक्नेले सामान आएर पसलमा यो पनि ले, त्यो पनि ले, यो पनि हाल्छु, त्यो पनि हाल्छु भनेर मिल्छ? अरूको सामान लगिसकेपछि पैसा दिन नसक्ने मान्छेले किन अरूको सामान लगेर हाल्नु? अहिले हालिसकेपछि पैसा तिर्नुपर्छ भन्ने कुरा अलिकति थाहा नभएको मान्छे के खालको मान्छे रहेछ यो दुलाल थोक पेट्रोल पम्प अगाडिको। मैले चाहिँ लगभग 3,10,000 पैसा लिनुपर्ने छ। कस्टमरले चाहिँ अहिलेसम्म मेरो फोन पनि उठाउँदैन। अब फोन गऱ्यो नम्बर सबै ब्ल्याकलिस्टमा राखेको छ, घरमा गयो मान्छे भेटिँदैन, अहिले दिन्छु भोलि दिन्छु, उल्टो अहिले चाहिँ सामानले फिर्ता लिएर जा भन्ने जस्तो कुरा गर्छ। अब यत्रो महिना युज गरेको सामान फिर्ता ल्याएर कि मैले आगो बाल्ने अब घरमा ल्याएर उसको ड्रुम अनुसारको सामान बनाएको हुन्छ, अरूलाई मिल्दैन। सेकेन्ड ह्यान्ड सामान कसले ल्याएर लान्छ होइन? आजभन्दा 10 महिना अगाडि यो दुलाल थोक पेट्रोल पम्प अगाडिको घरमा चाहिँ मैले एकदमै धेरै सामान हालेको थिएँ। यसमा दराज, टिभी क्याबिनेट, सोफा, किचन, कार्पेट, पर्दा सबै सामान घरबेटीले जे सामान भनेको छ त्यही सामान मैले हालिदिएको थिएँ। उहाँले सुरुमा के भन्नुभएको थियो भने मलाई 1.5 लाख रुपियाँ पैसा पुगेन भने तिमीले एक डेढ महिना हेरिदिनुपर्छ भनेको थिएँ। ल हुन्छ 1.5 महिना म मजाले हेर्न सक्छु, 1.5 महिनापछि चाहिँ हजुरले मलाई पैसा दिनुपर्छ भन्दाखेरि यताउति मेरो उठ्ने छ, म तिमीलाई पैसा दिइहाल्छु, दसैँको टाइममा तिम्रो मिस्त्री घर पठाउन मलाई खाँचो गर्दिन नि भनेको थियो। अहिलेसम्म मैले पटक पटक पैसा माग्न जाँदाखेरि चाहिँ घरवालाले मलाई विभिन्न धम्की दिने, तेरो सामान लैजा, यस्तो उस्तो। अब लगेर 10 महिना अगाडि घरमा युज गरेको सामान कसैले ल्याउन सक्छ? अरूको पैसा दिन नसक्नेले सामान आएर पसलमा यो पनि ले, त्यो पनि ले, यो पनि हाल्छु, त्यो पनि हाल्छु भनेर मिल्छ? अरूको सामान लगिसकेपछि पैसा दिन नसक्ने मान्छेले किन अरूको सामान लगेर हाल्नु? अहिले हालिसकेपछि पैसा तिर्नुपर्छ भन्ने कुरा अलिकति थाहा नभएको मान्छे के खालको मान्छे रहेछ यो दुलाल थोक पेट्रोल पम्प अगाडिको। मैले चाहिँ लगभग 3,10,000 पैसा लिनुपर्ने छ। कस्टमरले चाहिँ अहिलेसम्म मेरो फोन पनि उठाउँदैन। अब फोन गऱ्यो नम्बर सबै ब्ल्याकलिस्टमा राखेको छ, घरमा गयो मान्छे भेटिँदैन, अहिले दिन्छु भोलि दिन्छु, उल्टो अहिले चाहिँ सामानले फिर्ता लिएर जा भन्ने जस्तो कुरा गर्छ। अब यत्रो महिना युज गरेको सामान फिर्ता ल्याएर कि मैले आगो बाल्ने अब घरमा ल्याएर उसको ड्रुम अनुसारको सामान बनाएको हुन्छ, अरूलाई मिल्दैन। सेकेन्ड ह्यान्ड सामान कसले ल्याएर लान्छ होइन?